नमस्कार, म सन्तोष तामाङ तपाईँहरूमाझ फेरि पनि आइसकेको छु लाइभ टेज नेपाल लिएर पनि। आज पनि मैले यहाँहरूलाई कसरी हाम्रो युट्युब च्यानललाई ब्याकअप गर्न सकिन्छ, ब्याकअप गरेर आफ्नो कम्प्युटरमा जिप फाइलमा राख्न सकिन्छ त्यो विषयमा तपाईँलाई जानकारी गराउँदैछु। धेरैजना साथीहरूले मलाई केही समय पहिलादेखि नै सोध्दै हुनुहुन्थ्यो हाम्रो युट्युब च्यानललाई कसरी ब्याकअप गर्न सकिन्छ र कसरी आफ्नो कम्प्युटरमा चाहिँ जिप फाइल बनाएर राख्न सकिन्छ भन्ने विषयमा सोध्दै हुनुहुन्थ्यो र कारणवश मैले आफ्नो समयले नभएको कारण समयमा पोस्ट दिन सकिनँ। त्यसको लागि आइएम सो रियली सरी भन्न चाहन्छु र यहाँहरूप्रति क्षमा पनि माग्न चाहन्छु। र त्यही पोस्टलाई सन्दर्भित गरेर मैले आज तपाईँहरूमाझ त्यही टिप्सलाई लिएर आएको छु र त्यो टिप्स दिनुभन्दा अगाडि म तपाईँलाई जानकारी गर्न चाहन्छु। यदि तपाईँले हाम्रो च्यानल लाइभ टेज नेपाल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नबिर्सिनु होला। र एउटा जानकारी म तपाईँलाई यो पनि गराउन चाहन्छु, र आज म नेपालमा छु, हिजो साउदीबाट तपाईँलाई कम्प्युटर क्लास दिइरहेको थिएँ भने बिचमा 15 दिनको ग्याप रह्यो। त्यसको लागि फेरि पनि क्षमा माग्न चाहन्छु, किनकि म नेपालमा आएँ, आफ्नै कारण व्यस्तताले गर्दा यहाँहरूमाझ आउन सकिनँ। त्यसको लागि आइएम सो रियली सरी। र यसै भन्दै म तपाईँलाई टिप्सतर्फ लाग्न चाहन्छु, हेर्नुहोला। र अब तपाईँले मैले यहाँ गुगल ड्यासबोर्डमा लिएर आएको छु। सबभन्दा तपाईँले गुगल ड्यासबोर्डमा गुगल टेक आउट सर्च गर्नुहोला, टेक आउट र किबोर्डबाट इन्टर दाबिदिनु होला। त्यसपछि तपाईँले यहाँ देख्नुहुनेछ गुगल टेक आउट सर्च गरिसकेपछि तपाईँले यहाँ तल देख्नुहुनेछ गुगल टेक आउट र यसमा क्लिक गर्नुहोस्। र गरिसकेपछि तपाईँले यहाँ देख्नुहुनेछ फाइल। त्यसपछि तपाईँले यहाँ देखाएको छ तपाईँले कुन कुन चिजलाई ब्याकअप गर्न चाहनुहुन्छ। अहिले यहाँ सबैमा टिक मार्क लागिरहेको छ। तपाईँले यहाँ सिलेक्ट ननमा क्लिक गरिदिनुहोस् र त्यसपछि तपाईँले आफूले कुनलाई ब्याकअप गर्न चाहनुहुन्छ। तपाईँले यहाँ जिमेल आइडी देख्नुहुनेछ, जिमेल आइडी, जिमेल मेल, कुनै पनि कुरालाई तपाईँले ब्याकअप गर्न चाहनुहुन्छ। अहिले मेरो टिप्स भनेको युट्युब मात्रै छ, त्यसैले मैले युट्युबबाट टिक गरेँ र टिक गरिसकेपछि तपाईँले यहाँ देख्नुभयो। र त्यसपछि अब हामीले गर्ने भनेको नेक्स्ट, र नेक्स्ट गरिसकेपछि तपाईँले यहाँ देख्नुहुनेछ फाइल टाइपमा तपाईँले जिप अटोमेटिक देख्नुहुनेछ। त्यसपछि आर्चिभ साइजमा तपाईँले 2 GB को छ। मसँग 10-12वटा समथिङ भिडियो मैले अपलोड गरिसकेको छु, त्यसैले मसँग 2 GB फाइल अलरेडी देखाइसकेको छ। र त्यसपछि तपाईँले यहाँ डेलिभरी मेथडमा कसरी कुन डेलिभरी लिन चाहनुहुन्छ। तपाईँले बाई थ्रु पेन ड्राइभमा लिन चाहनुहुन्छ, बाई थ्रु ड्रपबक्समा लिन चाहनुहुन्छ, बाई थ्रु अन ड्राइभ। मैले सिलेक्ट यहाँ तपाईँको सेन्ड डाउनलोड लिङ्क बाई मेलमा गरेको छु। मैले तपाईँले पनि डिफल्ट मेलमै गर्नुहोला। त्यसपछि मैले क्रिएट आर्चिभमा क्लिक गर्छु र अब तपाईँले यहाँ देख्नुहुनेछ यहाँ अलमोस्ट देयर, यहाँ तपाईँले सबै कुरो देख्नुहुनेछ। यहाँ अहिले कम्प्लिट गरिसकेपछि तपाईँले यहाँ डाउनलोड लिङ्क दिनेछ र डाउनलोड लिङ्क यहाँ पनि दिनेछ, प्लस तपाईँको आफ्नो मेलमा पनि गएर लिङ्क बस्नेछ। तपाईँले त्यहाँबाट पनि जिप फाइल डाउनलोड गर्न सक्नुहुनेछ र डाउनलोड गर्न केही समय लाग्छ। त्यसको लागि म तपाईँलाई फेरि पनि डाउनलोड भइसकेपछि बताउनेछु। र अब तपाईँले यहाँ मेरो डाउनलोड फाइल देख्नुहुनेछ र अब डाउनलोड भइसकेपछि कम्प्लिट भइसकेपछि तपाईँले यहाँ डाउनलोड लिङ्क देख्नुहुनेछ। तपाईँले यहाँ डाउनलोड यसरी गर्न सक्नुहुनेछ र यहाँ डाउनलोड सर्टली भनेर तपाईँले देखिरहेको छ। र यसै तपाईँले मेलमा पनि पाउन सक्नुहुन्छ, जसरी मैले gmail.com टाइप गर्छु, तपाईँले यहाँ देख्नुहुनेछ। र अब भने म सरी, मैले यहाँ आफ्नो लगइन गरेको छैन, म तपाईँलाई लगइन गरेर फेरि पनि देखाउने छु। मैले लाइभ टेज नेपाल लगइन गरेको छैन, म अब लगइन गरेर देखाइसकेपछि तपाईँले यहाँ एउटा देख्नुहुनेछ लिङ्क डाउनलोड। र अब भने हामीले डाउनलोड गर्न सक्छौँ र अटोमेटिक यो विल बी डाउनलोड सर्टली। अब तपाईँले यहाँ डाउनलोड देख्नुहुनेछ र यसले 2 घन्टाको टाइम मागिरहेको छ। 2 घन्टामा तपाईँको कम्प्लिटली जति पनि युट्युबमा छ, जति पनि तपाईँले अपलोड गर्नुभएको छ, त्यो कम्प्लिट तपाईँले डाउनलोड पाउनुहुनेछ, त्यो पनि जिप फाइलमा। हस्त धन्यवाद। र तपाईँलाई कस्तो लाग्यो आजको टिप्स? पक्कै पनि मन पर्यो होला, आशा छ तपाईँलाई मन पर्यो भने। र यदि तपाईँलाई मन पर्यो भने पक्कै पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र सँगसँगै लाइक र सेयर गर्न पक्कै पनि नमस्कार, हाम्रो लाइभ टेक नेपालमा यहाँलाई स्वागत छ। हामी तपाईलाई नयाँ नयाँ प्रविधि अनुसार नयाँ कम्प्युटर सम्बन्धी ज्ञानहरू हासिल गराउँदै जानेछौँ। तपाईको न्यानो माया अनि साथ हामीलाई सधैँ मिलिरहोस्। हाम्रो यो नयाँ सुरुवात तपाईहरूकै लागि हो, त्यसैले हाम्रो च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोला। हामी तपाईलाई दिनहुँ नयाँ कम्प्युटर र मोबाइल सम्बन्धी टिप्स लिएर आउनेछौँ। हाम्रो केही कमजोरी भएमा हामीलाई सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दछौँ। लाइभ टेक नेपाल सब परिवार।